4-5 दिन मात्रै भएको छ, धेरै त 5-6 दिन कति भएको छ, त्योभन्दा भएको छैन। अब आचार संहिता उल्लङ्घन भएको हरेक दिन 100 भन्दा बढी घटना हामी कहाँ उजुरी लगायतका विभिन्न सञ्जालबाट आएका छन्। त्यो विषयमा हामीले स्पष्टीकरण माग्ने काम गरिरहेका छौँ र त्यो प्रमाण सङ्कलन भएपछि यहाँहरू देखिने गरी हामी निर्णय गर्छौँ। धन्यवाद।